र अहिले चाहिँ 4:10 जस्तो छ है। पारी पारी यो सुके है, उता मिरिकहरू कता कता देखिँदैछ हो। म चाहिँ अब घरबाट निस्केँ। हाम्रा प्रणय भानिज पनि मसँग आज हिँड्ने भएका छन् र अब चाहिँ हामी सालबारीको यात्रामा निस्क्यौँ। यहाँ हाम्रा ज्वाइँ साहब पनि उठिसक्नु भएछ। सालबारी यहाँ भानिज पनि उठाइ भयो ज्वाइँ। हजुर भाइ। र अब चाहिँ सालबारी यो मार्गेस्ट होप बालसन शारदा गुड मर्निङ। यहाँ बहिनी एकदमै सखारै उठ्नुहुन्छ। माथि चिया पानीको व्यवसाय गर्नुहुन्छ र आज चाहिँ मार्गेस्ट होप बालसन हुँदै तल बालसन खोलामा झरेर बुङकुलुङ हुँदै दुधे हुँदै सालबारीसम्मको पैदल यात्रामा मामा भानिज